जय मसिह। क्रिस्चियन कुरा नेपालको क्विज श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म कमल प्रकाश सुनुवार। आज भने हामी उत्पत्तिको पुस्तकबाट क्विज खेल्न गइरहेका छौँ र उत्पत्तिको पुस्तकबाट हामीसँग 115 वटा प्रश्नहरू रहेका छन् र यो 115 वटा प्रश्नहरू मध्ये आज कतिवटा प्रश्नहरू म मिलाउँछु र कतिवटा प्रश्नहरू तपाईले मिलाउनुहुन्छ, कृपया कमेन्ट गर्नुहोस्। आउनुहोस्, ढिला नगरिकन हामी क्विज सुरु गर्नेछौँ। आजको पहिलो प्रश्न रहेको छ, योसेफले फारोलाई अनिकालको समय अझै ... वर्ष बाँकी रहेको बताए। यसको सही उत्तर हो 5 वर्ष। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। आदमले आफ्नी स्त्रीलाई के नाम दिए? यसको सही उत्तर हो हब्बा। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। योसेफले पोतिफरकी पत्नीसँग सुत्न किन अस्वीकार गरे? यसको सही उत्तर हो अप्सन ए, परमेश्वरको विरुद्धमा पाप गर्नुहुन्न भनी। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। उत्पत्ति 43 को 30 अनुसार योसेफले आफ्ना दाजुभाइहरू देखेर के गरे? यसको सही उत्तर हो कोठाभित्र पसेर रोए। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। परमेश्वरले अब्राहमलाई भन्नुभयो, अब्राहम त नडरा, तेरो ... म नै हुँ र तेरो ... अत्यन्त ठुलो हुनेछ। यसको सही उत्तर हो परमेश्वरले अब्राहमलाई भन्नुभयो, अब्राहम त नडरा, तेरो ढाल म नै हुँ र तेरो इनाम अत्यन्त ठुलो हुनेछ। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। फारोको मुख्य पियाउने र मुख्य पकाउनेका सपनाको अर्थ कसले खोलिदिने भनी योसेफले भने? यसको सही उत्तर हो अप्सन सी, परमेश्वरले। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। अर्को प्रश्न यस प्रकार रहेको छ, याकुब मिस्रमा गएपछि ... वर्ष बाँचे। यसको सही उत्तर हो 17 वर्ष। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। परमेश्वरले उज्यालोलाई के नाम दिनुभयो? यसको सही उत्तर हो दिन। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। याकुबको लासमा सुगन्धित लेप लगाउन कति दिन लाग्यो? यसको सही उत्तर हो 40 दिन। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। नोआका कुन छोराबाट मिस्रीहरू उत्पन्न भए? यसको सही उत्तर हो हाम। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। याकुबले आफूलाई कुन ओडारमा गाड्न आज्ञा दिए? यसको सही उत्तर हो मक्पेलाको ओडारमा। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। उत्पत्तिको पुस्तकको पहिलो शब्द के हो? यसको सही उत्तर हो आदिमा। अब लागौं अर्को प्रश्नतर्फ। उत्पत्तिको पुस्तकमा कति पदहरू छन्? यसको सही उत्तर हो 1533। हामी लाग्नेछौँ अर्को प्रश्नतर्फ। परमेश्वरले अब्राहमलाई के प्रतिज्ञा गर्नुभयो? यसको सही उत्तर हो ठुलो जाति बनाउने। अब लागौं अर्को प्रश्नतर्फ। आकाश मुनिका पानीहरू कसरी जम्मा हुन् भनी परमेश्वरले भन्नुभयो? यसको सही उत्तर हो एकै ठाउँमा।
अब लागौं अर्को प्रश्नतर्फ। योसेफका दाजुहरूले मिस्रमा भेटेर तिनलाई के गरे? यसको सही उत्तर हो भुइँसम्म निहुरेर ढोगे। अब लागौं अर्को प्रश्नतर्फ। योसेफलाई मिस्रमा कसले किन्यो? यसको सही उत्तर हो फारोका अंगरक्षकका कप्तान पोतिफरले। अब लागौं अर्को प्रश्नतर्फ। नोआको पेशा के थियो? यसको सही उत्तर हो दाखबारी लगाउने किसान। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले मानिसहरूको हृदयको विचारको भावना कस्तो भएको देख्नुभयो? यसको सही उत्तर हो सधैँ खराब मात्र। अब लागौं अर्को प्रश्नतर्फ। यहुदाको जेठो छोरो एरको प्राण किन लिइयो? यसको सही उत्तर हो परमप्रभुको दृष्टिमा दुष्ट भएकोले। अब लागौं अर्को प्रश्नतर्फ। बाबेलको धरहराको समयसम्म सारा पृथ्वीका मानिसहरूको कुन कुरा एकै थियो? यसको सही उत्तर हो भाषा। अब लागौं अर्को प्रश्नतर्फ। हागारले परमेश्वरको नाउँ ... राखिन्। यसको सही उत्तर हो मलाई देख्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। अब लागौं अर्को प्रश्नतर्फ। यहुदाले कुन ठाउँका मानिससँग मित्रता गरे? यसको सही उत्तर हो अदुल्लामवासी। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरका छोराहरूले कसलाई पत्नीहरू बनाए? यसको सही उत्तर हो मानिसका छोरीहरूलाई। अब लागौं अर्को प्रश्नतर्फ। अन्तरिक्षमा ज्योतिहरू किन राख्नुभयो? यसको सही उत्तर हो ऋतुहरू, दिनहरू र वर्षहरू छुट्याउन परमेश्वरले अन्तरिक्षमा ज्योतिहरू राख्नुभयो। अब लागौं अर्को प्रश्नतर्फ। बाबेलको पहिलो नाम के थियो? यसको सही उत्तर हो सिनार देश। अब लागौं अर्को प्रश्नतर्फ। अनिकालले अब्राहमलाई कहाँ पुर्यायो? यसको सही उत्तर हो मिस्र। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले अब्राहमलाई कहाँ लगेर इसहाकको बलिदान चढाउन भन्नुभयो? यसको सही उत्तर हो मोरिया देशको पहाड। अब लागौं अर्को प्रश्नतर्फ। तामारका जुम्ल्याहा छोराहरूमध्ये पहिले जन्मेको नाउँ के थियो? यसको सही उत्तर हो फारेस। अब लागौं अर्को प्रश्नतर्फ। भूमिले के उमारोस् भनी परमेश्वरले भन्नुभयो? यसको सही उत्तर हो हरियो वनस्पति र बिउ हुने बोटहरू। अब लागौं अर्को प्रश्नतर्फ। उत्पत्तिको पुस्तकमा कुन शहरलाई परमेश्वरले आगोले नष्ट गर्नुभयो? यसको सही उत्तर हो सदोम र गमोरा। अब लागौं अर्को प्रश्नतर्फ। सपरिवार मिस्र जाने क्रममा बेर्सेबा पुग्दा परमेश्वरले याकुबसँग के प्रतिज्ञा गर्नुभयो? यसको सही उत्तर हो उनीबाट ठूलो जाति बनाउने। अब लागौं अर्को प्रश्नतर्फ। फारोले योसेफका बुबा र दाजुभाइहरूलाई
कुन प्रदेशमा बस्न अनुमति दिए? यसको सही उत्तर हो गोसेन प्रदेशमा। अब लागौं अर्को प्रश्नतर्फ। याकुबलाई कुन खेतमा गाडियो? यसको सही उत्तर हो मकपेलाको खेतमा। अब लागौं अर्को प्रश्नतर्फ। एसाव के थियो अर्थात् उसको पेशा के थियो? यसको सही उत्तर हो सिकारी। अब लागौं अर्को प्रश्नतर्फ। तामार कुन सहरको ढोकामा बसिन्? यसको सही उत्तर हो एनाइम सहरको ढोकामा। अब लागौं अर्को प्रश्नतर्फ। अब्राहम र लोत बीचको झगडाको कारण के थियो? यसको सही उत्तर हो चरण भूमिको कमी। अब लागौं अर्को प्रश्नतर्फ। आदम र हब्बाका पहिलो सन्तान को थिए? यसको सही उत्तर हो कैन। अब लागौं अर्को प्रश्नतर्फ। उत्पत्तिको पुस्तकमा कति पुस्ताहरूको वंशावली मुख्य रूपमा उल्लेख छन्? यसको सही उत्तर हो 10। अब लागौं अर्को प्रश्नतर्फ। फारोले योसेफको नाम के राखे? यसको सही उत्तर हो सापनत पानेह। अब लागौं अर्को प्रश्नतर्फ। कहिनले हाबिललाई कहाँ मारे? यसको सही उत्तर हो खेतमा। अब लागौं अर्को प्रश्नतर्फ। उत्पत्तिको पुस्तकमा परमेश्वरको कुन नाम सबैभन्दा धेरै प्रयोग भएको छ? यसको सही उत्तर हो परमेश्वर अर्थात् एलोहिम भन्ने नाम। अब लागौं अर्को प्रश्नतर्फ। मानिसहरूले धरहरा बनाइरहेको देखेर परमेश्वरले के गर्नुभयो? यसको सही उत्तर हो तिनीहरूलाई छरपष्ट पार्नुभयो। अब लागौं अर्को प्रश्नतर्फ। याकुबले इसहाक कहाँ गएर आफू को हुँ भने? यसको सही उत्तर हो इसाफ। अब लागौं अर्को प्रश्नतर्फ। सदोमका मानिसहरूले लोतका पाहुनाहरूसँग ... चाहे। यसको सही उत्तर हो भोग गर्न। अब लागौं अर्को प्रश्नतर्फ। लोतकी पत्नी किन नुनको खम्बा भइन्? यसको सही उत्तर हो पछि फर्केर हेरेकोले। अब लागौं अर्को प्रश्नतर्फ। योसेफको लासलाई केमा राखियो? यसको सही उत्तर हो बाकसमा। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले जनावरलाई आदम समक्ष किन ल्याउनु भयो? यसको सही उत्तर हो नाम दिनको लागि। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले आदिमा के सृष्टि गर्नुभयो? यसको सही उत्तर हो आकाश र पृथ्वी। अब लागौं अर्को प्रश्नतर्फ। नोआको उमेर कति वर्षको हुँदा जलप्रलय भयो? यसको सही उत्तर हो 600 वर्ष हुँदा। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले नोआलाई जहाजमा शुद्ध जनावरहरूबाट कति जोडी लान भन्नुभयो? यसको सही उत्तर हो 7 जोडी। अब लागौं अर्को प्रश्नतर्फ। हाबिलको पेशा के थियो? यसको सही उत्तर हो गोठालो। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले अब्राहमसँग कुन करार गर्नुभयो?
यसको सही उत्तर हो खतनाको करार। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले अदनबाट मानिसलाई किन निकाल्नु भयो? जीवनको रुखबाट खान नपाओस् भनी। अब लागौं अर्को प्रश्नतर्फ। सातौं दिन परमेश्वरले के गर्नुभयो? यसको सही उत्तर हो आफ्नो सबै कामबाट विश्राम गर्नुभयो। अब लागौं अर्को प्रश्नतर्फ। याकुबले आफूलाई कुन देशमा गाड्ने शपथ योसेफलाई खान लगाए? यसको सही उत्तर हो कनान देशमा। अब लागौं अर्को प्रश्नतर्फ। नोआको जहाज कहाँ अडियो? यसको सही उत्तर हो अरारातका पहाडहरूमा। अब लागौं अर्को प्रश्नतर्फ। अदनबाट कतिवटा नदीहरू बगी निस्के? यसको सही उत्तर हो 4। अब लागौं अर्को प्रश्नतर्फ। सिनार देशको मैदानमा मानिसहरूले के बनाउने योजना गरे? यसको सही उत्तर हो सहर र धरहरा। अब लागौं अर्को प्रश्नतर्फ। सर्पले स्त्रीलाई कुन रुखको फल नखान भन्ने आज्ञा उल्लङ्घन गर्न प्रेरित गर्यो? यसको सही उत्तर हो असल र खराबको ज्ञान दिने रुख। अब लागौं अर्को प्रश्नतर्फ। आदम कति वर्ष हुँदा सेत जन्मिए? यसको सही उत्तर हो 130 वर्ष। अब लागौं अर्को प्रश्नतर्फ। साराईले अब्राहमलाई कुन दासी दिइन्? यसको सही उत्तर हो हागार। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले मानिसलाई केबाट बनाउनु भयो? यसको सही उत्तर हो माटोबाट। अब लागौं अर्को प्रश्नतर्फ। इसहाकका जुम्ल्याहा छोराहरूका नामहरू के थिए? यसको सही उत्तर हो याकुब र एसाव। अब लागौं अर्को प्रश्नतर्फ। बेथेलमा याकुबले के को सपना देखे? यसको सही उत्तर हो भर्याङ। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले अब्राहमको नाम के राख्नुभयो? यसको सही उत्तर हो अब्राहम। अब्राहमबाट अब्राहम राख्नुभयो। अब लागौं अर्को प्रश्नतर्फ। बाबेलमा परमेश्वरले मानिसहरूको के खलबल पार्नुभयो? यसको सही उत्तर हो भाषा। अब लागौं अर्को प्रश्नतर्फ। कैन कहाँ गए? यसको सही उत्तर हो नोद देशमा। अब लागौं अर्को प्रश्नतर्फ। योसेफले बेन्यामिनको धोक्रोमा ... राख्न लगाए। यसको सही उत्तर हो चाँदीको कचौरा। अब लागौं अर्को प्रश्नतर्फ। कैनले परमेश्वरलाई के जवाफ दियो? यसको सही उत्तर हो म मेरो भाइको गोठालो हुँ र। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले आदमलाई के श्राप दिनुभयो? यसको सही उत्तर हो जीवनभरि दुःखसँग भूमिको उब्जनी खानेछस्। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले
पानीहरूका बीचमा के होस् भन्नुभयो? यसको सही उत्तर हो अन्तरिक्ष। अब लागौं अर्को प्रश्नतर्फ। यहुदाले कुन कनानकी छोरीलाई विवाह गरे? यसको सही उत्तर हो सुआकी छोरी। अब लागौं अर्को प्रश्नतर्फ। नोआको जहाजको लम्बाई कति थियो? यसको सही उत्तर हो 300 हात। अब लागौं अर्को प्रश्नतर्फ। चाँदीको कचौरा कसको धोक्रोमा फेला पर्यो? यसको सही उत्तर हो बेन्यामिनको। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले मानिसलाई कसरी सृष्टि गर्नुभयो? यसको सही उत्तर हो पुरुष र स्त्री गरी। अब लागौं अर्को प्रश्नतर्फ। सारा कति वर्ष पुग्दा इसहाक जन्माइन्? यसको सही उत्तर हो 90 वर्ष। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले सुक्खा भूमिलाई के नाम दिनुभयो? यसको सही उत्तर हो पृथ्वी। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले नोआलाई के बनाउन आज्ञा दिनुभयो? यसको सही उत्तर हो जहाज। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले हाबिलको भेटी किन स्वीकार गर्नुभयो? यसको सही उत्तर हो पहिले ब्याएका पाठाहरूका बोसे भागहरू चढाएकोले। अब लागौं अर्को प्रश्नतर्फ। स्त्रीले फल किन खाइन्? यसको सही उत्तर हो खानलाई राम्रो छ र आँखालाई मनमोहक छ र बुद्धि दिन्छ भनी उनले ठानेको कारणले गर्दाखेरि। अब लागौं अर्को प्रश्नतर्फ। इसहाक वर्षको हुँदा उनले रिबेकासँग विवाह गरे। यसको सही उत्तर हो 40 वर्षको हुँदा। अब लागौं अर्को प्रश्नतर्फ। दुई स्वर्गदूतहरू बास बस्न कसको घरमा पुगे? यसको सही उत्तर हो लोतको घरमा। अब लागौं अर्को प्रश्नतर्फ। साराले कुन समयमा छोरो जन्माउने छिन् भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो? यसको सही उत्तर हो अर्को वर्ष यसै समयमा। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले अब्राहमलाई कुन देशको प्रतिज्ञा गर्नुभयो? यसको सही उत्तर हो कनान। अब लागौं अर्को प्रश्नतर्फ। कयिनको छोराको नाम के थियो? यसको सही उत्तर हो हनोक। अब लागौं अर्को प्रश्नतर्फ। याकुबले योसेफलाई किन अरू छोराहरूलाई भन्दा बढी माया गर्थे? यसको सही उत्तर हो बुढेसकालको छोरा भएकोले। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले पहिलो पटक के भन्नुभयो? यसको सही उत्तर हो उज्यालो होस्। अब लागौं अर्को प्रश्नतर्फ। योसेफ वर्षको उमेरमा मरे। यसको सही उत्तर हो 110 वर्ष। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले जलप्रलय पछि गर्नुभएको करारमा के चिन्ह दिनुभयो? यसको सही उत्तर हो इन्द्रेणी। अब लागौं अर्को प्रश्नतर्फ।
परमेश्वरले ताराहरूसँग अब्राहमको केलाई तुलना गर्नुभयो? यसको सही उत्तर हो सन्तान। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले नोआ र उनका छोराहरूलाई के आशीर्वाद दिनुभयो? यसको सही उत्तर हो फल्दै फुल्दै पृथ्वीमा भरिँदै जाओ। अब लागौं अर्को प्रश्नतर्फ। उत्पत्तिको पुस्तक अनुसार कसलाई इस्रायल नाम दिइयो? यसको सही उत्तर हो याकुब। अब लागौं अर्को प्रश्नतर्फ। याकुबले लाबानको लागि वर्ष काम गरेर राहेललाई पत्नी बनाए। यसको सही उत्तर हो 14 वर्ष। अब लागौं अर्को प्रश्नतर्फ। पृथ्वीमा कति दिनसम्म जलप्रलयको पानी परिरह्यो? यसको सही उत्तर हो 40 दिन। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले स्त्रीलाई के श्राप दिनुभयो? यसको सही उत्तर हो दुःखसँग सन्तान जन्माउने। अब लागौं अर्को प्रश्नतर्फ। फारोले योसेफलाई कुन ठाउँबाट बोलाए? यसको सही उत्तर हो जालखानाबाट। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले नोआलाई किन अनुग्रह गर्नुभयो? यसको सही उत्तर हो आफ्नो पुस्तामा धार्मिक भएकोले। अब लागौं अर्को प्रश्नतर्फ। याकुबले आशीर्वाद दिँदा यहुदाको प्रशंसा कसले गर्नेछ भनी भने? यसको सही उत्तर हो तेरा दाजुभाइहरूले। अब लागौं अर्को प्रश्नतर्फ। याकुबले कान्छो इफ्राइमको टाउकोमा कुन हात राखेर आशीर्वाद दिए? यसको सही उत्तर हो दाहिने हात। अब लागौं अर्को प्रश्नतर्फ। अब्राहमले इसहाकको सट्टामा बलिदान चढाए। यसको सही उत्तर हो एउटा भेडा। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले मानिसलाई कसको प्रतिरूपमा बनाऊ भन्नुभयो? यसको सही उत्तर हो हाम्रै प्रतिरूपमा। अब लागौं अर्को प्रश्नतर्फ। उत्पत्तिको पुस्तकमा कति अध्यायहरू छन्? यसको सही उत्तर हो 50। अब लागौं अर्को प्रश्नतर्फ। फारोको मुख्य पियाउनेले देखेको 3 हाँगाहरूको सपनाको अर्थ के थियो? यसको सही उत्तर हो 3 हाँगाहरू 3 दिन हो। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले अब्राहमलाई को उमेरमा खतना गर्ने आज्ञा दिनुभयो। यसको सही उत्तर हो 49 वर्ष। अब लागौं अर्को प्रश्नतर्फ। नोआको नाङ्गोपन देखेर को हाँस्यो? यसको सही उत्तर हो हाम। अब लागौं अर्को प्रश्नतर्फ। फारोले देखेको 7 गाईहरूका सपनाको अर्थ के थियो? यसको सही उत्तर हो 7 गाईहरू 7 वर्ष हो। अब लागौं अर्को प्रश्नतर्फ। परम्परागत रूपमा उत्पत्तिको पुस्तकको लेखक कसलाई मानिएको छ? यसको सही उत्तर हो मोसा। अब लागौं अर्को प्रश्नतर्फ। उत्पत्तिको पुस्तकले कुन समय अवधिलाई मुख्य रूपमा समेट्छ?
यसको सही उत्तर हो सृष्टिदेखि योसेफको मृत्युसम्म। अब लागौं अर्को प्रश्नतर्फ। नोआले जहाजमा के लाने आज्ञा पाए? यसको सही उत्तर हो सबै जीवित प्राणीहरूबाट 2-2 वटा। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले अब्राहमलाई कहाँबाट निस्किआउन भन्नुभयो? यसको सही उत्तर हो तेरो देश, कुटुम्ब तथा तेरा पिताको घरबाट। अब लागौं अर्को प्रश्नतर्फ। परमेश्वरले मानिसहरूलाई के आज्ञा दिनुभयो? यसको सही उत्तर हो फल्दै फुल्दै जाओ, बढ्दै जाओ, पृथ्वीमा भरिँदै जाओ। अब लागौं अर्को प्रश्नतर्फ। उत्पत्तिको पुस्तकमा सबैभन्दा लामो उमेर बाँच्ने व्यक्ति को हुन्? यसको सही उत्तर हो मतुसेलह। र यो नै आजको क्विजको अन्तिम प्रश्न पनि रहेको छ। र आजको उत्पत्तिको पुस्तकबाटको क्विजमा मेरो 115 वटा प्रश्नहरू मध्ये 100 वटा प्रश्नहरू मिलेको छ। मेरो स्कोर यहाँ तपाईले देख्न सक्नुहुनेछ। तपाईको कतिवटा प्रश्नहरू तपाईले मिलाउनु भयो कृपया तपाईले कमेन्ट गर्नुहोस्। अनि बाइबलको हरेक पुस्तकबाट हुने क्विज श्रृंखलाको लागि क्रिस्चियन कुरा युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। फेसबुकमा टिकटकमा हामीलाई फलो पनि गर्न सक्नुहुनेछ। हामी फेरि अर्को हप्ता अर्को क्विज श्रृंखलाको साथ उपस्थित हुनेछौँ। अहिलेलाई भने बिदा दिनुहोस्। हस्त, जय मसीह।